नमस्कार साथीहरू, यस स्वास्थ्य जानकारी युट्युब च्यानलमा हजुर सबैलाई स्वागत छ। आज हामी हजुरहरूलाई मृगौलामा पत्थरी भएको बेला के खाने के नखाने भन्ने विषयमा जानकारी दिन गइरहेका छौं। कृपया यो सामग्री अन्त्यसम्म हेर्नु वा सुन्नुहोला। मृगौला सुन्निनु, दुख्नु, मृगौलामा पिपुनु, आजकल मूत्राशयमा पत्थरी हुनु साधारण समस्या जस्तो भइसकेको छ। अब जानौं मूत्राशयमा पत्थरी हुनुको कारण। पत्थरी उत्पन्न हुने प्रमुख कारणमा पिसाबमा युरिक एसिड, फस्फोरस, क्याल्सियम र अक्जिकल एसिडको मात्रा धेरै हुनु हो। यी तत्त्व आफैमा मिलेर गोलो, चेप्टो, लाम्चो, चिल्लो केराउको दाना जस्तो रूप लिन्छ। यसको अलावा शरीरमा गर्मी या धेरै गर्मी बढेमा उष्ण जलवायुको कारणले पानी कम खानु, परिश्रम गरे भन्दा बढी पसिना निक्लनु, फल, तरकारी, सलाद, मासु धेरै खानु, धेरै श्रम पर्ने खालको व्यायाम गर्नु, भिटामिन डी को विषाक्तता, थाइरोइड ग्रन्थि धेरै सक्रिय हुनु आदि पत्थरीको कारण हुन्छन्। अब जानौं मृगौलामा पत्थरी भएको लक्षणहरू कस्ता हुन्छन् त। मृगौलामा पत्थरी भयो भने अनुहार वा खुट्टा सुनिन्छ, पिसाब फेर्दा दुख्ने वा पोल्ने हुन्छ, पिसाब रोकिँदै आउने हुन्छ, लिङ्गको अगाडिको भागमा असह्य पीडा हुन्छ, मूत्राशयमा पत्थरीको कारणले पीडा हुन्छ, उल्टी आउनु, बारम्बार पिसाब फेर्ने इच्छा हुनु, कम्मरमा हल्का या बढी नै दुखाइ हुनु पत्थरीका लक्षण हुन्। यदि हजुरले हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने स्वास्थ्य सम्बन्धी जानकारीको लागि आजै सब्स्क्राइब गरिहाल्नुहोस् है। अब जानौं पत्थरी हुँदा के खाने। नम्बर 1, गहुँको पिठोको चोक्कर निकालेर बनाएको रोटी खाने। नम्बर 2, जौबाट बनेको खानेकुरा बढी खाने। नम्बर 3, हरियो तरकारीमा सजिउन, करेला, मटरकोसा, सलगम, पाकेको फर्सी, अदुवा आदि खाने। नम्बर 4, फलमा आँप, खरबुजा, अंगुर, मेवा, काँक्रो, नरिवल, नस्पाती, स्याउ, गाजर आदि आफ्नो इच्छा अनुसार खाने। नम्बर 5, तातो पानी थोरै गरेर धेरै पटक पिउने। अब जानौं पत्थरी हुँदा के नखाने त। नम्बर 1, ढिलो पस्ने खालको खाना नखाने। नम्बर 2, आवश्यकता भन्दा बढी खाएर शरीरको बोझ नबढाउने। नम्बर 3, नुनिलो खानेकुरा, अचार, पापड, चिया, कफी, मद्यपान, सोडा, कोल्ड ड्रिङ्क्स, मासु, माछा नखाने। नम्बर 4, हरियो तरकारीमा पालुङ्गो, टमाटर, भन्टा, मुला, प्याज, भिन्डी, चम्सुर आदि नखाने। नम्बर 5, फलमा स्ट्रबेरी, आरु, किसमिस, काजु जस्तो फलफूल नखाने। नम्बर 6, दूध र दूधबाट बनेको खानेकुरा, दही, पनिर, मक्खन, चकलेट, टफी आदि नखाने। साथीहरू, यो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद छ। यो भिडियोलाई आफ्ना साथीभाइ तथा आफन्तहरूलाई शेयर भने अवश्य गर्नुहोला ताकि उहाँहरूलाई पनि यो जानकारीका बारेमा थाहा हुन सकोस्। यदि हजुरलाई यो सामग्री मन परेको भए सब्स्क्राइब, शेयर, लाइक र कमेन्ट अवश्य गर्नुहोस्।